नमस्ते, आउनुहोस् न बस्नुहोस् आमा। को बिरामी हुनुभयो र? बिरामी त होइन सिस्टर, उमेरै कान्छी बुढारी पार्वती। के गर्नु, 1 वर्ष भयो। यसो नाति नातिना खेलाउने रहर पनि लाग्यो। पल्ला घरि सुन्दरले पनि गर्भ रहनुभन्दा अगाडि स्वास्थ्य चौकीमा गएर जचाउनुपर्छ भने त्यही भएर बुहारीलाई लिएर आएको सिस्टर। एकदमै राम्रो काम गर्नुभयो आमा। बच्चा जन्माउने योजना बनाउनु अघि नै स्वास्थ्य चौकी आएर चेक गराउनु त बुद्धिमानी कुरा हो नि। आउनु त यता। पार्वती होइन नाम? कति वर्ष पुग्नुभयो? अनि महिनावारी समयमै हुँदैछ? हात यहाँ राख्नुहोस् त। तपाईँको स्वास्थ्य एकदम ठिक छ, तर अब आमा बन्ने योजना बनाउँदै हुनुहुन्छ भने आजैबाट एउटा महत्त्वपूर्ण कुरा स्टार्ट गर्नुपर्ने हुन्छ। त्यो हो फोलिक एसिड। त्यो के हो सिस्टर? यो के कडा औषधि हो? हाम्रो पालामा त त्यस्तो केही खानु परेको थिएन। 5-6वटा छोराछोरी त्यसै हुर्कायो, केही थिएन। के हो सिस्टर त्यो भनेको? होइन आमा, यो कुनै कडा औषधि होइन, यो त भिटामिन मात्रै हो। अहिले समय फेरियो, खानपान फेरियो, पहिलेको जस्तो पोषिलो खानेकुरा अहिले कहाँ पाइन्छ र? हो आमा, यो फोलिक एसिडले के गर्छ थाहा छ तपाईँलाई? गर्भ रहेको पहिलो महिनादेखि नै बच्चाको दिमाग र मेरुदण्डको चाहिँ विकास हुन थाल्छ। अहिलेको अवस्थामा धेरै मान्छेहरूलाई चाहिँ गर्भ रहेको 2-3 महिनासम्म चाहिँ थाहा पनि हुँदैन। अनि यो पहिले नै खाना चाहिँ के छ यसको फाइदा छ? यसको धेरै फाइदाहरू छन्। जस्तै जन्मजात अपाङ्गताको बारेमा सुन्नु भएको छ नि, त्यो भनेको चाहिँ यो फोलिक एसिडले त्यसको जोखिमलाई चाहिँ कम गर्ने काम गर्छ। जस्तै यहाँ म तपाईँलाई एउटा फोटो पनि देखाउँछु। यसमा ओठ काटेको छ नि नानीको, हो यो जोखिमलाई चाहिँ कम गर्ने काम गर्छ। त्यसको सँगसँगै चाहिँ आमाको शरीरमा चाहिँ रगतको कमी हुनबाट पनि यो फोलिक एसिडले चाहिँ बचाउने काम गर्छ। त्यसै गरी अर्को भनेको चाहिँ सुरुको 3 महिनासम्म गर्भपतन हुने जोखिम धेरै हुन्छ, त्यसलाई पनि कम गर्छ फोलिक एसिड सेवनले। हाम्रो करेसाबारीमा पाउने हरियो सागसब्जी, गेडागुडी, चना, सुन्तला यस्तो खानेकुराहरूमा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ। तर खानेकुराले मात्र बच्चालाई पर्याप्त नहुने भएकोले गर्दाखेरि चाहिँ हामीले दिनको एउटा फोलिक एसिड राति राति खानुपर्ने हुन्छ र यो स्वास्थ्य चौकीमा निःशुल्क पनि पाइन्छ। ए, भनेपछि बच्चा पेटमा आउनुभन्दा पहिले नै तयारी गर्नुपर्ने सिस्टर? उनी आमा, जब बलियो भयो भने मात्रै घर बलियो हुन्छ होइन र? त्यसैले हरेक दाम्पतिले, श्रीमान श्रीमतीले नि गर्भधारणको योजना बनाउनु पूर्वदेखि नै यो फोलिक एसिड चौकी खानुपर्छ। राम्रो भयो सिस्टर। म त बच्चा पेटमा आएपछि मात्र स्वास्थ्य चौकी जाने होला सोचे कि बेलैमा भनिदिनु भयो। धन्यवाद सिस्टर। मेरो बुहारी र अब आउने नाति नातिनीको स्वास्थ्यको सवाल छ। आजदेखि हरियो सागपात र यो चक्की खुवाउन लगाउँछु। गर्भ रहनु पूर्व नै फोलिक एसिडको सेवन स्वास्थ्य शिशु र सुरक्षित मातृत्वको पहिलो कदम। आजै आफ्नो नजिकैको स्वास्थ्य चौकीमा गई परामर्श लिनुहोस्।